हेलो साथीहरू, स्वागत छ मेरो युट्युब च्यानल मार्केट मेन्टरमा। आज मैले यहाँहरूको लागि नेप्सेको डेली अपडेट लिएर आइसकेको छु। आज नेप्से 41.70 अङ्कले बढेर 2719.24 को बिन्दुमा रोकिएको छ। आजको कारोबार रकम 5 अर्ब 44 करोड बराबर रहेको छ। विगत 2 वर्षदेखि नेप्से साइडवेज बसेको र अहिले पछिल्लो केही दिनदेखि साइडवेजको तल्लो बिन्दुमा आएर नेप्सेले फेरि अपट्रेन्ड समाएको देख्न सकिन्छ। अब यो बेलामा किन्न र बेच्न कस्तो रणनीति बनाउने त्यसको बारेमा छलफल गरौँ। हिजो र आज नेप्सेले बुलिस माराबुजु क्यान्डल बनाइरहेको देख्न सक्छौँ र यसले किन्नको लागि सपोर्ट जोनसम्म एउटा करेक्सन वेट गर्दा उत्तम हुने देखिन्छ भने बेच्नको लागि जबसम्म नेप्सेले आवरलीमा ट्रेन्ड चेन्ज गर्दैन कि त आरएसआईमा डाइभर्जेन्सहरू देखिँदैन त्यति बेलासम्म होल्डमा बस्नु नै बुद्धिमानी हुन सक्छ। बजारको नजिकको सपोर्ट अहिलेको लागि 2660 देखि 2680 मा रहेको छ भने रेसिस्टेन्स 2780 देखि 2800 को एरियामा रहेको छ। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला र आगामी यस्तै नेप्से अपडेटको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। अर्को भिडियो लिएर यहाँहरू सामु फेरि उपस्थित हुने नै छु। धन्यवाद।